सो हेलो गाइस, वेलकम टु माई न्यू रियाक्सन भिडियो। आज चाहिँ म 101 भाइन्सको नेपाली सिआइडी प्यारोडी एपिसोड 2 रियाक्सन दिन जाँदैछु। यो वान चाहिँ पहिला नै आउट भइसकेको छ, तपाईँहरूले हेरिसक्नुभयो भने भइहाल्यो, हेरिसक्नु भएको छैन भने हेर्नु होला। यो चाहिँ अब के हुन्छ, कन्टिन्यू हुन्छ कि अब नयाँ हो यो भनेर चाहिँ मलाई अलि थाहा छैन, किनभने यो भिडियो मैले अहिलेसम्म हेरेको छैन। किनभने रियाक्सन दिउँ त भनेर मैले यो भिडियो नहेरिकन राखेको थिएँ र आज चाहिँ म यो भिडियोमा रियाक्सन दिन जाँदैछु। यो भिडियो चाहिँ अब कमेडी, इन्ट्रेस्टिङ र फनी हुन्छ जस्तो लाग्छ। 101 भाइन्स भन्ने बित्तिकै हल्का क्रिएटिभ अनि नयाँ टेस्ट त तपाईँहरूले पाउनुहुन्छ, मैले पनि त्यही आशा राखेको छु। ल अब धेरै केही नभइकन भिडियो सुरु गरौँ है त गाइज। नेपाली सिआइडी, हामी सिआइडी अपराधको विरुद्धमा चलाउँछौँ, कुकुरदेखि गोलीसम्म, माइङ सङ्क्रान्तदेखि होलीसम्म। के भने सरी एपिसोड 2 मा त इन्ट्रो मिल्नु पर्यो नि कमसे कम यार। ल तँले वानमा अर्का स्याभेज टाइपको थियो, अब 2 मा इन्ट्रो मिलाउनु पर्यो रे अर्को। साथीहरूलाई तेरो हामी नेपाली सिआइडी जनताको लागि खटिन्छौँ दिनदेखि रात, तर हामीलाई चाहिन्छ मासु र भात। के बोले भाइ? यस्तो पाराले हामी के पाउँछौँ त? त्योभन्दा त बरु दही ठिक छ। दही कहाँ हो दही? दही कहाँ नर्मल हुन्छ सर, हुन्छ त ढोका। सिआइडी रे सिआइडी, एउटा ढोका खोल्दाखेरि तर्सिने खालको सिआइडी। दिनमा सर मैले ढोका फुटाइदिएँ है कति बलियो है दया? ढोका त फुटाइस्, तर आफ्नै अफिसको फुटाइस् क्या? अरू फुटाइस् घाटो लानु काम मात्रै राणो भन् त्यो त म स्यालेरीबाट काट्छु। काटा सुरु भाइ। 18 प्लस गाइज। प्रेजेन्ट डे। किडन्याप जस्तो छ। फोन गरेको छोरोको त दिउँसै छुट्टी भइसक्यो अरे। सबै रिलेटिभ्सहरूलाई पनि कल गरेको, कहाँ गयो होला त? किडन्याप भइसक्यो छोरो। अब हाम्रो राजा छोरा यतैतिर होला नि, साथीभाइकोमा गएको होला। किन टेन्सन लिन्छौ तिमी? गुन्डा क्या मुस्कान दिन। हेलो, तेरो छोरो मेरो कब्जामा छ। साला कति तँलाई? धेरै के माग्नु? पहिले डिल गर्दै 25 जाठ जा 25,000 को लागि मेरो छोरा किडन्याप गर्छस्? 25 करोड। कसैलाई खबर गर्ने हुन्छ। हेलो, 25,000 को लागि कसैले किडन्याप गर्छ होला त? फिल्ममा मात्रै हो, फेरि थाहा छैन अरू। दिनुस् न त 25 करोड। अनि के कुरा गरेको तिमीले? अनि के गर्ने त? कसरी बोल्नु मेरो छोरालाई? हेलो सिआइडी, सिआइडी इन्ट्रेस्टिङ। के सर? केस भनेपछि युआर अ बिजनेसम्यान, 100 करोडको सम्पत्ति छ र किडन्यापरले 25 करोड माग्छ। पुरा यही नि त? अनि के यो केस अगाडि नबढाऊ, पैसा दिनुस् के? किडन्यापरले हाम्रो छोरालाई के गरिदिहाल्यो भने? अनि के कुरा गरे तिमीले? त्यही त पछि गएर टिकटकर बन्नु भन्यो भने त 25 करोड त वेस्टै गयो नि। मलाई अरू कुरा थाहा छैन। मेरो राजा फिर्ता चाहियो। हेर्नुहोस्, राजा तपाईँको मात्रै होइन, राजा हामी राजा। सबैको। इन्फ्याक्ट राजा यो पुरै देशको। तर राजा फिर्ता आएपछि के गर्ने भने मेरो छोरा राजा ज्ञानेन्द्र हो, उनीहरूको चाहिँ छोरा हराइरहेछ उता चाहिँ। को नाम हो राजा? एक्ज्याक्टली। भनेपछि तपाईँको परिवारमा 3 जना सदस्य हुनुहुन्छ। छोरा, एउटा बिजनेसम्यान बुढा र एउटा राम्रै बुढी। तिमीलाई के लाग्छ अभी? बोका राम्री भन्दा नि म त विश्व सुन्दरी भन्न चाहन्छु। केस भनेको मैले सरी सर, अब हामी त्यो किडन्यापरको पत्ता लगाउँछौँ। तपाईँले भनेअनुसार उसको स्कुल, उसको मामा घर, ऊ लास्ट टाइम जता जता गएको थियो त्यहाँ गएर हामी छानबिन गर्छौँ र त्यहाँबाट सबुत निकाल्ने कोसिस गर्छौँ। र त्योभन्दा अगाडि तपाईँ नम्बर दिन सक्नुहुन्छ? मेरो के किडन्यापर? किडन्यापर होइन दिने दिनु। बोका यो नम्बर लगाएर सालिमलाई दियो र यो नम्बरको एक डिटेल निकालेर यसको लोकेसन ट्र्याक गर्छौँ। हामी अब त्यो बच्चा लास्ट टाइम कता कता गएको थियो एक डिटेल निकाल्छौँ र त्यसपछि आएर
पनि घरतलासी गर्नु। अब मेरो पनि एउटा इम्पोर्टेन्ट बिजनेस मिटिङ छ, म चाहिँ अब निस्किन्छु। घर तलासी फर्स्टमा गर्नुपर्छ नि सर। यस्तो च्वाक छ के सर भने नि सर। त्यो त पहिला त्यो लोकेसनमा गर्नुपर्छ अनि पछि नै गरौँ, पछि नै गरौँ। सालुङ्गे क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्ट CID। मैले भने काम गरेँ त। खै सर मैले घर तलासी गर्दाखेरि फोटो भेटाएँ अनि अरू केही अरू त त्यस्तो खासै केही भेटाएन। त्यो हातमा के छ होला फेरि हो त्यो खेलाउन बाइक खेलाउँदा दामी दामी। एउटा बाइक खेलाउन तिमी चल्छ कार छ हेर्नुपर्छ नि खेलाउन अरे त्यही पनि। अनि त्यो साँच्ची त्यो नम्बर ल्याएको थियो नि, त्यो नम्बर के ए मैले त्यो काम सुरु गरिसकेँ। यो सिन चाहिँ अहिले अलिक नेटवर्क नभएको ठाउँमा त्यसैले हामी ट्र्याकिङ गर्न पाएको छैन। जहाँसम्म लाग्छ नि त्यो बच्चालाई आफ्नो कोही आफन्तले किडन्याप गरेको हुनुपर्छ। अब यता ट्र्याकिङ कामहरू त भइरहेको हुन्छ, तपाईँहरू एकचोटि त्यो एक्चुअल लोकेसनमा जानु न, त्यहाँ केही पत्ता लगाउँछ कि। भैया तिमीले मैले भने काम गर्यो त? गयो सर। दया गुडाएर बसिरहेको रहेछ। के हो अल्छी लाग्यो? नै बच्चाहरूले के हेर्छ के कार्टुन। हेर्ने प्रसन्न लामाको भिडियो कार्टुन हेर होला खाइ छैन भयो चोचो लिएर दिउँ नखाने के खाने त मलाई पिज्जा किडन्याप गरे हो। बाहिर पिज्जा हेलो हजुर बेबी 25 करोड त जसरी भने हात लगाइहाल्छ बेबी त्यसको त टेन्सनै नभए अनि सुन त यहाँ टावर छैन मेसेन्जरमै कल गर्दा सिममा बुढोको बाहेक अरू कसैको कल गर्दैन किनकि मैले त्यस्तै गर्छु लेट्स सी के हुन्छ After 2 days. छोराहरूको 2 दिन भइसक्यो। के चिन्ता छ तिमीलाई? कहाँ होला, कसो होला, के गर्दै होला? आजकल झन् किडन्यापरहरूले बच्चाहरूको किडनी, मुटुहरू बेच्छ। न्युजतिर सुनेको छैन? पैसा दिए भइहाल्यो नि फुरुफुरु। मेरो बच्चाले के मलाई यस्तो लागिरहेको छ कि यो केटी चाहिँ केटी भनौँ के भनौँ केटी चाहिँ उसँग मिल्या अघि फोन गरेको थियो नि पैसा दिन आउने भयो भनेर हो त्यहाँ मिल्या जस्तो लाग्यो अनि आफैले यस्तो गरेर अनि पैसा लिन लाग्यो जस्तो लाग्यो है मलाई आई गेस। CID period. केटाहरू गायब। बच्चा यो के चाहिँ हो? हजुर
Andalin sikisakyo. Sikisiki. गर्छ जस्तो छ पैसा पैसा भएपछि उ गरिहाल्ने बिकिहाल्ने हेलो हेलो सर रङ हाउस ए रङ हाउस हामी निस्किनु पर्ने हस्ने हामी खाना खाएर जानु न होइन हामीलाई हतार छ होइन के हो र तरकारी मासु आयो होइन हामीलाई हतार छ एउटा सिरियस केस छ क्या त्यही भएर अहिले हामी जान्छौँ हामी पछि अवश्य आउँछौँ त्यो रङ घर भन्नु सिक्नु हुन्छ यो घर चाहिँ पनि यस्तो भोक लागिरहेको थियो सर मासु नखाने 1 महिना भइसक्यो चुप्ला त त्यत्रो 1000 रुपियाँ दिएको छैन अब खाजा खाऊ नि अहिले तिम्रो त्यो मलाई दही गर्न मन लाग्दैन कि 1000 रुपियाँ त देखा 1000 रुपियाँ देखा यसैलाई भोट हाल्ने हो र भने सर यत्र हाल्नु यस्तो चोर नेतालाई पैसा दिन्छन् भने लिने तर भोट चाहिँ राम्रो नेतालाई हाल्ने हो क्या ठिक कुरा फाइदा भयो नि त हामीलाई ठिक कुरा भन्नुहोस् ठिक कुरा तर यसले यत्रो ठुलो घर चाहिँ बनाएको कसरी सर ए तेरिको अबेजी तिमीले एउटा कहानी सुनेको छैन छैन नि सुनौ सुनौ एकचोटि अमेरिकन पोलिटिसियन र नेपाली पोलिटिसियनको भेट भएछ अनि अमेरिकन पोलिटिसियनले चाहिँ घर देखाउनु भनेर नेपाली पोलिटिसियनले उसको घर लिएर गएछ नेपाली पोलिटिसियन छक्क ओहो यत्रो घर कसरी छक्क पुरै सेक्युरिटी बङ्गलो तपाईँले यत्रो घर कसरी बनाउनु भनेर सोद्धाखेरि चाहिँ अमेरिकन पोलिटिसियनले भनेछ ऊ त्यो परको पुल देख्नु भएको छ त्यो पुलको 10% चाहिँ मैले खाएको भनेछ अनि सेम कुरा यता भयो नेपाली पोलिटिसियन घर अमेरिकन पोलिटिसियन आयो ऊ आएर घर हेर्छ ऊ झन् चक्की उसको भन्दा खतरा गर्छ ए कम्पाउन्ड घेरेको सेक्युरिटी त्यस्तै टाइट उसले सोधेछ मेरो घर त त्यस्तो छ तपाईँको मेरो भन्दा दामी छ तपाईँले यत्रो घर कसरी बनाउनु भयो त अनि नेपाली पोलिटिसियनले भनेछ ऊ त्यो पर एउटा पुल देखिरहनु भएको छ अनि अमेरिकन पोलिटिसियन भनेछ खै त पुल बनाएकै छैन के भन्दाको बनाएकै छैन हो नबनाइकन खाएको नबुझेर दुःख पायो क्या हेलो ए हजुर तपाईँहरू कहाँ नयाँ बस्ती भनेको नयाँ पार्टी पुग्नु भएछ ए नयाँ बस्ती भन्नुभएको हामी नयाँ पार्टी आइपुगेछौँ ए हस् ल हस् त्यहाँ हामी त्यही जान्छौँ ठिक सर योपालि अब म पुऱ्याउँछु तिमी धेरै जान्नु हौ कुरकुरो मैले भन्ने ठाउँ होइन होइन त्यो सालको घर भनेपछि सर पक्कै पनि यो 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 जो जो मर्यो छ जस्तो छ सर सालो भने त्यो डन यही हो क्या मरेको हो कि क्या एकचोटि हेरौँ साले हो कि हेर यस्तो हट्टाकट्टा मान्छे केटा मान्छेलाई गाह्रो छ केटा मान्छे केटी मान्छे हौ अब केटी मान्छे भए पनि जे भयो नि हट्टाकट्टा हुनुहुन्थ्यो कलिलै हुनुहुन्थ्यो हट्टाकट्टा कहाँ हट्टाकट्टा हुनुहुन्थ्यो मेरो हजुरआमा हो 90 वर्षको अब ठिकै छ अब आत्माले शान्ति पाओस् जय होस् हामी चाहिँ निस्किनु पर्ला है प्रसाद खाएर जानु न त अब खाना त हुन्थ्यो हामीलाई अलिकति
हतार छ क्या त्यही भएर हामीलाई अलिकति टाइमै छैन अलिक चाँड पस्केर ल्याइदिया मासु भात छोडेर थेट मेरी बास सो तपाईँले जहाँ गरे मेरो बासी हेरिहाल्नुपर्छ है इन्टरटेनमेन्ट चाहियो नि लेफ्ट भनेको कुन हो त लेफ्ट यो होइन लेफ्ट भने तपाईँले यो हातले गुद हुनुहुन्छ यही हातले भात खानुहुन्छ त्यही भएर पो बुद्धि नआएको रहेछ राइट यता तेरी माँ की एक गांड पे रैप्टा मारा ना अभिजित त बच्चा किडन्याप गर्ने होइन त के कुरा गरेँ मैले किताब त गरेँ होइन अनि किन भाग्यो त मैले केटी भगाएर ल्याएको थिएँ त्यही भएर अनि के भगाएर सर इन्टरकास्ट थियो त्यही भएर तपाईँहरू मेरो बुढीको दाजुभाइ जस्तो लाग्यो त्यही भएर होइन सिआइडीबाट हो तेरो दिदीको छोरा किडन्याप भएको छ हो र सर ल मलाई त केही पनि थाहा नै थिएन ल ठिक छ केही कुरा थाहा पाउने बित्तिकै चाहिँ हामीलाई खबर गरिहाल्ने यो केस एकदम सिरियस छ हजुर चाक्दो हेर्नुहोस् होइन काकीको ना हो यो त चिर परिचित गन्ध राजा सर सर मै फालिहाल्छु एकछिन सर पहाडको रहेछ त यस्तो भरको मान्छे भर बिहारे मान्छे यसो जिम्मेवार भन्ने कुरा हुँदैन यस्तो गाँदा खाँदै हिँड्नु हुन्छ तबाट सानो सानो बच्चाहरूले के सिक्छन् गाँदाले कति असर गर्छ शरीरमा कति असर गर्छ बाइ द वे यो माल चाहिँ कहाँको मलेकीको सर लयो अब ड्युटी सिट हुने यस्तो केटा हो आज 3 जना माल हान्नुपर्छ भने हो स्यालेरी आएको छैन मिनिमम 5,000 त चाहिहाल्यो मैले यो माल भने शेयर बजार के हेरेर बस है तिमी जहिले पनि अब म तिमीलाई 2 दिनको टाइम दिन्छु 2 दिनभित्रमा मेरो बच्चा आयो भने आयो आएन भने म तिमीलाई डिभोर्स दिन्छु मलाई मेरो बच्चाको माया हो मलाई तिम्रो केही वास्ता छैन यदि मेरो बच्चा नै छैन भने म तिमीसँग बस्न सक्दिनँ केही न केही चाहिँ गडबडी छ ल यो केटी नै अघि किडन्यापरसँग मिलेर पैसा लुट्न लाग्यो जस्तो लाग्यो है मलाई चाहिँ बिहानदेखि 10 चोटि मुतिसकिस् मुत्ने खाने अघि बाहेक काम छैन तेरो साला बाउ पनि उस्तै उ पनि उस्तै नाइस मुत हेलो बेबी जुमा ल म आएँ ल अङ्कल हात खोल्नु न म सुसु गर्छु पेटमा मुत सर हामीले यो 3टै ठाउँमा गएर हेरिसक्यौँ सबुत कतिवटा पनि पाएन सालुङ्गे हजुर तिमी के कुरा पत्ता लाग्यो पत्ता लाग्यो नि बस के कुरा त्यो हायर ग्राउन्डमा ज्योति मरको कन्सर्ट हुँदैछ अरे भनेको त्यो सिक्नु के ज्योति मरको कन्सर्टको बारेमा अलिक बस यहाँ है त्यो मान्छे पक्कै पनि कुनै खण्डर जस्तो ठाउँमा हुनुपर्छ यहाँ नेटवर्क आएकै छैन जब यो मान्छे नेटवर्कबाट आउँछ नि हामी त्यतिखेर ट्र्याक गर्न सक्छौँ त्यो बच्चा पक्कै पनि त्यही ठाउँमा किता भएर बसेको हुनुपर्छ अन्त म तिमीले त्यहाँ सिसिटिभी क्यामेरा चेक गर भनेको थिएँ नि आयो के हेऱ्यो पत्ता लाग्यो कि हेर्नु सर एकचोटि यो फुटेज हेर्नु त मैले यसको सङ्गीत भेटाएँ दया तिमीले सिसिटिभी कता कता राखेको थियौ मैले लिभिङ रुममा बेडरुममा अनि टोइलेटमा टोइलेटमा अरे अजित के बोलेको दया पहिला मलाई पठाइदेऊ ल यहाँ केही न केही त गडबड छ त्यो केटी हरेकचोटि फोनमा कहिले रोमान्टिक गरेर बोलिरहेको छ कहिले एकदम झर्केर बोलिरहेको छ आफ्नो छोरो हराएको छ यस्तो त नहुनु पर्ने हो केही न केही त गडबड त्यही केही न केही त गडबड छ भनेर अघि लागिरहेको थियो मलाई सर हेर्नु त्यहाँ
सर यो किडन्यापरको लोकेसन हो यो त पक्कै पनि कहाँ देखाए लोकेसन कहाँ देखाए यो त जाउला खेल जुको अगाडि देखाइरहेको छ सर जु गाडी निकाल गाडी नै छैन गाडी सर अलिक पछाडि जानु कस्तो खोज्यो मोबाइल हो क्या मोबाइल मेरो टुकटुकी मोबाइल हो टुक्टुक त ठुलो हुन्छ डबल मिनिङ हिरो माथिबाट भिलेन कुछ ना कुछ तो गडबड है के भयो बेबे यहाँ बस न आफ्नो रिसलाई शान्त गर पहिला साला लोई बुढोले 25 करोड पनि दिएन साला लो कन्सेप्ट हेरेर थाहा पाइदिन्छु के फेरि म के लोई बुढो अब कल त गरे हो मान्दैन त के गर्ने गरिन्छ के डिभोर्स 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 गरेपछि 50% सम्पत्ति हाम्रो हुन्छ भनेपछि 50 करोड अनि त्यो बच्चा पैसा पाउने बित्तिकै हामी त्यो बच्चालाई लगेर त्यहीँ छोडिदिनु यसपछि त हामी अन्तै गएर छुट्टै संसार बनाएर बस्ने हो नि त बेबे आई लभ यु टु थाहा पायो जोत अब ब्ल्याकमेल केडा हो एसीपी प्रद्युम्नले यो केस पत्ता लगाइसक्यो बुझ्यो नि केडा हो ए कस्तो कुरा नबुझे बाँदर हो क्या त्यो त तिमी हो बाँदर होइन भने यो हो भने होइन भने हो भने होइन भने हो भने केडा हो के भयो सर हेर्नु न अघिदेखि यसलाई मैले यो बाँदर हो भन्दा चाहिँ होइन भन्दा छ भने भालु हो के सर सर भालु यतापट्टि छ क्या भालु हो ठिक छ म गएर आएँ त्यसमा सर केस गरौँ न यार केस के भइरहेछ हाम्रो केस त एसी प्रद्युम्नले सल्भ गरिसक्यो किडन्यापर को हो मैले पत्ता लगाइसकेँ हो र सर त्यसो भए त बुढाले गएर भनिहाल्नु न एकछिन तिमीलाई सरकारी तलब कति देखाएको 20,000 अब यता पनि ब्ल्याकमेल होला जस्तो लाग्यो है मलाई तिमीलाई केटीलाई ब्ल्याकमेल 25,000 मेरो 30 छ अनि ऋण कति छ तिम्रो अघि सबै जोडेर 30 लाख जति होला सर मेरो त्यही 40-50 मेरो 80 छ भनेपछि 5 करोड आई लभ यु टु 5 करोड त्यति त हामी दिन सक्दैनौँ ठिक छ त्यसो यो भिडियो म तपाईँको बुढालाई पठाइदिन्छु अनि के हुन्छ आफै विचार गर्नु होइन के कुरा गर्नुभएको दिन्छौँ पैसा आउने बित्तिकै तपाईँले 5 करोड दिइहाल्छौँ ओके केटा हो लेट्स गो केही छैन 45 करोड त छ नि हामीसँग चिन्ता नगर न म त्यो बच्चासँग हुन्छु तिमी के हुन्छ मलाई कल गर भन्नु है बेउडा साला त्यसपछि 50% सम्पत्ति मेरो के भयो सक्यो सबै सम्पत्ति सक्यो कसरी तिमीलाई थाहा छ त बुढी चाइना र युएसएको इम्पोर्ट एक्सपोर्टको बिजनेस थियो भनेर तिमीलाई जब डोनाल्ड ट्रम्प आयो 245% को टेरिफ लगाएपछि मेरो कम्पनी पुरै बन्द भयो एउटा पनि सामान यता र उता छैन जोसँग लोन लिएर मैले काम गरेको डुब्यो सबै लगानी उनीहरू पनि मेरो विरुद्धमा गएको छ सक्यो बुढी सक्यो सबै सक्यो पुलिस यो पुलिसले तपाईँलाई समात्न आएको हो होइन तिमीलाई समाउन आएको हो बुढी कसरी मैले सबै लोन जति तिम्रो नाममा थियो सरी बुढी ए सही भयो है मेरो यसमा के दोष छ तेरो ओलीले गरेर म जेल जानु पर्ने यसमा मेरो केही गल्ती नै छैन मलाई के लाग्यो I'm sorry बुढी के गरे मैले
मलाई यो जिन्दगीले भने जस्तै भयो जिन्दगी। अङ्कल हामी कहाँ जानु भएको घर जानु लाग्यो अब के गर्छ यस्तो बाबु तैँले नि तेरो आमाको दुध खाएको मैले नि तेरै आमाको दुध खाएको ल हामी अब खुसीको दिन आएछ नि केटा हो अब 5 करोड पाउने भइहाल्यो अब म 2 करोड राख्छु तिमीहरू 1.5 करोड राख जेलमा गइसक्यो। के कुरा के गरेछ कुरा गरे हामी तिनजना अगाडिबाट छौँ नि हाम्रो त आधी आधी चाहिन्छ कहाँ डिवाइड हाम्रो पनि चाहिन्छ ल ठिक छ आज दिन लिउँ ल अब टक्क रिङ सक्का गइसक्यो। अनि ट्याक्क एउटा बुलेट हान्दिनु पर्ला म पनि एउटा हिरो हान्छु म त हिरो नि हान्छु अरे अब हिरोको एक्सपोज भनेको अब बुढीलाई दिइहाल्छ अब बुढोलाई गरेर चाहिँ तेरो बच्चा हामी पत्ता लगाउन सकेनौँ यो केस हामी सक्दैनौँ भने छोडिदिउँ अनि हामी किन कुरा त जाउँ त घर जाउँ, 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 त्यसो जाउँ। गर ल्याइदियो छोरो। फाइदा हो अब। बाबा राजा सिआइडीले पत्ता लगाए जस्तो हुन्छ अब। आऊ छोरा धन्यवाद सेठी तपाईँहरूलाई मेरो बच्चा फिर्ता ल्याइदिनु भएकोमा बाबा म ड्रेस चेन्ज गर्न जान्छु ल छोरा जाऊ कसरी तपाईँहरूलाई धन्यवाद दिन सक्छु मेरो हराएको बच्चा तपाईँहरूले फिर्ता ल्याइदिनु भयो धेरै आभारी छु म तपाईँहरूको प्रति अनि साँच्ची हजुरको मिसेस फेरि देख्दिनँ हेर्नुहोस् सर मेरो त कम्पनी पनि लस भयो भर्खर सम्पत्ति सबै सकियो भर्खर बुढीलाई पनि पुलिसले लिएर गयो तपाईँहरूले म के दिउँ त तपाईँहरूले ठुलो गुण गर्नुभएको छ मलाई अब हामीलाई त के हामीलाई त सरकारले दिएकै छ हामी त देशको सेवा गर्ने मान्छे हामी अब हुन्छौँ है पहिले त्यसो नभन्नुहोस् मसँग यही 5,000 छ थ्याङ्क यू गाइज फर वाचिङ होइन यो भिडियो चाहिँ एकदम दामी भनेर रहेछ अघिल्लो पालिहरू जस्तै यो भिडियो पनि खत्रै र खत्रै कमेडी अब के भन्नु सिआइडीहरूको अब काम गर्ने तरिका एकदम मन पर्यो। अब मलाई बेस्ट पार्ट लाग्यो भने चाहिँ त्यो गाडी बाइकवाला त्यो चाहिँ सिन मलाई अलि बवाल लाग्यो। तपाईँलाई कुन चाहिँ सिन बवाल लाग्यो त्यो कमेन्ट गर्नु होला। अब यति भन्दै अर्को भिडियोमा फेरि भेट्नेछौँ। कुन भिडियोमा रियाक्सन दिउँ पनि त्यो पनि कमेन्ट गर्नु होला र आजको लागि यति नै बाई बाई।